म चाहिँ एउटा मोटिभेसनल दिने हो क्या भन्छु म त सबैलाई त्यही भन्छु हार नमान्न होइन। कति रातिको 3 बज्यो होइन यी पुरै सुनसान छ होइन। हामी जस्तो सानो क्रिएटिभहरू धेरै मिहिनेत गर्छौँ होइन। सोसल मिडियाले हामीलाई होइन कि हामीले सोसल मिडियालाई युज गर्ने हो कि कारणले अर्को देशमा काम गर्नु पर्यो भने पनि हामी हेलो त के छ केटा हो सबै सन्चै। म चाहिँ धेरै होइन म अरू जस्तो त्यो हेलो साथीहरू ब्याक टु माई युट्युब च्यानल भनेर त्यस्तो कराउने होइन। जे हो वास्तविकता हो होइन। अब कसै मान्छेहरू म जस्तै हजारौँ क्रिएटिभ होला नेपालमा पनि छन् होइन। धेरैहरू सक्सेस पनि हुनु भएको छैनन्। हाम्रो नेपालमा पपुलेसन 3 करोड जनता छ होइन। 3 करोडमा पनि लगभग म अहिले 100% भन्न सक्छु लगभग 3-4 लाख जनता हाम्रो क्रिएटिभ छन् होइन। युट्युबमा एक्टिभ छन् तर उनीहरूले गर्न चाहिँ धेरै चाहेको छन् सपोर्ट पाइरहेको छैन किन थाहा छ। सबभन्दा इम्पोर्टेन्ट भनेको हामी भित्रै हो कि हामी के गर्छौँ होइन। अरूको ठुलो क्रिएटिभहरूको भिडियो हेर्छौँ होइन। अब हामी जस्तो सानो क्रिएटिभको त कसले पो हेर्ने हो र होइन। त्यही हो मैले सुरु गर्छु होइन। युट्युबमा मैले आफ्नो कन्टेन्टहरू सुरु गर्छु तर मैले भने नि म भ्लग स्लग भन्ने कुराहरू मलाई आउँछ। म भित्र प्यासन पनि छ होइन त्यस्तो छ तर म त्यस्तो चाहिँ गर्दैन होला होइन। अनि म चाहिँ एउटा मोटिभेसनल दिने हो कि होइन। त सक्छस् यार त गर्न सक्छस् त भित्र जुनुन छ के युट्युबमा गर्ने होइन। अहिले 1000 भ्युज आयो अहिले तेरो सुरुवात 2 भ्युजबाट होला 5 भ्युजबाट होला भोलिको दिनमा 10 भ्युज होइन। त्यस्तो गर्दा गर्दै त ग्रोथ पाउँछस् कि अभियसली पाउँछस् भन्छु म त सबैलाई त्यही भन्छु हार नमान्न होइन। सबभन्दा ठुलो भनेको मेरो 1 सब्सक्राइबले यसको लाइफ बनिने हो भनेर पनि नसोच। त्यसरी अरूलाई डिसरेस्पेक्ट पनि नगर होइन। जे हो अरूलाई सपोर्ट गर्ने गर म त त्यही भन्छु होइन। अहिले भिडियो बनाउने केही कन्टेन्ट पाइरहेको थिएन होइन। तर म सर्टबाट चाहिँ मोटिभेसन दिइरहन्छु होइन। तर लङ भिडियोबाट केही मोटिभेसन नपाएर मैले यत्तिकै भनिदिउँ भनेर आएको होइन। नपत्ते हेर्नु अहिले रातिको 3 बज्यो होइन यी पुरै सुनसान छ होइन। रातिको 3 बज्यो अहिले पुरै सुनसान छ तर पनि मेरो मनमा लागेको कुराहरू आयो क्या। हामी जस्तो सानो क्रिएटिभहरू धेरै मिहिनेत गर्छौँ धेरै गर्छौँ तर हामी सक्सेस हुन सक्दैनौँ क्या कारण हामी भित्रै छ। हामी सोच्छौँ एकअर्कालाई सपोर्ट गऱ्यो भने ऊ त ठुलो मान्छे बन्ने हो यस्तै त्यस्तै भनेर सोच्छौँ कि त्यो होइन यार। जति हुन्छ जे हुन्छ होइन अरूलाई सपोर्ट गरौँ त्यही हो। युट्युबमा चाह्यो भने चाहिँ करियर धेरै ठुलो छ क्या धेरैभन्दा धेरै ठुलो। आजभोलि हामी अर्काको देशमा काम गर्छौँ घरको आर्थिक अनुसार होइन। तर पनि होइन त्यही कारणले अर्को देशमा काम गर्नु पर्यो भने पनि हामी होइन सोसल मिडियाले हामीलाई होइन कि हामीले सोसल मिडियालाई युज गर्ने हो कि थाहा छ। हामीले सोसल मिडियालाई युज गर्ने हो। अब सोसल मिडियाले हामीलाई युज गरेर हामीले महिनाको एमबी हालिकन हामीले खालि वेस्ट गर्छौँ त्यो होइन कि। सोसलमा पनि के वर्क गर्नु पऱ्यो कि सोसल मिडियामा पनि त्यस्तो के वर्क गर्नु पऱ्यो होइन। त्यसैले एकअर्कालाई सपोर्ट गरौँ के मेरो भनाइ त्यही हो। म त भन्छु जतिले मलाई सब्सक्राइब गर्छ म त त्यसले 100% सब्सक्राइब ब्याक दिने मान्छे हो होइन। त्यही हो। अरू कुरा थाहा होइन मलाई लाइफमा म युट्युबमा एक्टिभ रहन्छु होइन। अब तर यस्तो एम्पायर खडा गर्ने मन छ युट्युबमा होइन। यस्तो यो एम्पायर खडा गर्ने मन छ कि अब जस्तै आज एउटा नयाँ क्रिएटिभले दाइ मलाई सपोर्ट गर्नु पर्यो भनेर मेरो पुरै एम्पायर गएर मासाला 1 घन्टाभित्र उसको 4000 वाच टाइम अनि के भन्छन् 1K सब्सक्राइब पुरा होस् के त्यस्तो एम्पायर खडा गर्ने मन छ मलाई होइन। त्यही हो। त्यसैले एकअर्कालाई सपोर्ट गरौँ। म भन्दैन ठुलोलाई क्रिएटिभहरूलाई सपोर्ट नगर भन्दैन होइन। तर हो अनि भिडियोमा युट्युबमा यदि सक्सेस हुनु छ भने पनि अरूको कपी गर्नु भएन। जे मनमा छ जे कला छ त्यो देखाउनु पर्यो त्यही भन्छु म त होइन। अब उसले भ्लगिङ गरेछ होम टुर गराछ आफूले पनि होम टुर गराउनु भएन नि त। अब उसको ठुलोको क्रिएटिभको भिडियो छोडेर हामी जस्तो सानोको हेर्ने कुरा त भएन नि त होइन। त्यही हो। अब म त त्यति भन्छु एकअर्कालाई सपोर्ट गरौँ होइन। तर म चाहिँ सर्टमा मोटिभेसन दिन्छु तर म लङ भिडियो पनि सुरु गर्छु कहिलेकाहीँ यस्तै त्यस्तै भनेर होइन। त्यही हो। अनि एकअर्कालाई सपोर्ट गरौँ गाइजहरू। कस्तो लाग्छ मेरो भिडियो अनि एकअर्कालाई मलाई सब्सक्राइब पनि गर्नु नबिर्सनु होला। म पनि हजुरहरूलाई सब्सक्राइब पक्का ब्याक दिनेछु। म त्यस्तो मान्छे होइन कि अब उसले सब्सक्राइब गर्यो म ठुलो होइन। एकअर्कालाई सपोर्ट गरौँ त्यही हो। युट्युबमा आफ्नो भविष्य बनाऊँ धेरै ठुलो भविष्य छ होइन। युट्युबमा चाह्यो भने चाहिँ हामी गाडी बङ्गला चाहिँ जस्तो पनि पुरा गर्न सक्छौँ कि। अहिले हाँसो उडाउलान् आएर उडाउने मान्छेहरू आई डोन्ट केयर मलाई फरक पर्दैन। त्यही हो। बिग सल्युट एकअर्कालाई सपोर्ट गरौँ है।